गोठमा निदाउनु भने गाह्रै छ। पादी आउँछ टक्क दुई भाइ बसेर रक्सी खानुपर्छ चन्ना आज। गाइस जसले पालेको छ तपाईले आवाज सुन्यो कि नै कमेन्ट गर्नु होला। वेलकम गाइज, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो एक नयाँ भिडियोमा। आज चाहिँ हामी यो गोठमा ओभरनाइट सर्भाइभल च्यालेन्ज गर्नेवाला छौँ। यतै खान्छौँ, यतै सुत्छौँ, यतै मुत्छौँ, यतै हग्छौँ, हामी सबै यतै गर्नेवाला छौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आजको च्यालेन्ज चाहिँ धेरै इन्ट्रेस्टिङ हुनेवाला छ। त्यसैले गाइज हामीलाई खानेकुराहरू ल्याउन जान्छौँ घरबाट खानेकुरा ल्याएर यतै खान्छौँ। हामीलाई ओछ्याउने सामानहरू ओड्ने सामानहरू लिएर आउँछौँ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। ल गाइज यो चाहिँ मसँग खानेकुराहरू छ टन्नै। ल हामी चाहिँ गोठभित्र प्रवेश गर्छौँ है साथीहरू। ल गाइज हामी चाहिँ गोठभित्र प्रवेश गरिसकेका छौँ है। ल बिस्तारै बिस्तारै हिँड है। ठ्याक्कै ढोकामै राख्न सामान, ढोकामै राखेँ। पहिला स्लिपिङ ब्याग राख्न। ल गाइज हामी दुईजना गोठभित्र पुगिसकेका छौँ। ल गोठको अवस्था गाइज यी हेर्नुहोस्, गोठको अवस्था यस्तो छ। यी यस्तो छ, यहाँ तल यी खुनेको छ है उता कोप्चातिर। हामी यसलाई चाहिँ छिट्टो सफा गर्छौँ है त गाइज। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। भाइले यहाँ सफा गरिरहेछ है। सिनु चिल्यो है गाइज। ल भिडियो बनाउने चक्करमा सिनु चिलिसकेको छ। त्यही भएर हामीलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। सफा गर्नु पर्दैन रे। यहाँबाट सफा नगरौँ गाइज, हामीलाई असर हुनेवाला छैन। हामी यहाँ तलको सफा गर्छौँ। ल गाइज यहाँ रहेछ यो सिस्नु हामीलाई राति चिल्न सक्छ। ल गाइज हामी यहाँ खाटाखुट्टीहरू कसो नयाँ बाहिर फाल, मुख देखाने बाहिर फाल्न। ल साथीहरू हामी खाटाखुट्टी पुर्छौँ अनि त्यसपछि टक्क हामी ओछ्यान लगाउँछौँ हाम्रो लागि होइन। ओछ्यान लगाएर टक्क हामी राति हुँदा बित्तिकै हाम्रो च्यालेन्ज सुरु हुन्छ। अहिले चाहिँ राति हुन थोरै बाँकी छ है। हामी राति बस ट्याक्कै तपाईँलाई भन्छौँ हामी हाम्रो च्यालेन्ज सुरु भयो भनेर। ल त गाइज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। आज बवाल हुनेवाला छ। ल गाइज हामीले ओछ्यान पनि लगाइसक्यौँ। देख्न सक्नुहुन्छ है, लगाइसक्यौँ। बवाल छ है। तर एउटा कुरा के गाइज, हामीले सिरानी ल्याउनु चाहिँ बिर्सेछौँ। जाँचा सिरानी ल्याए। ल ढोका खोलेर जान सिनु अलि उता फाल्के। ल छुट्याएर है। ल गाइज सागर चाहिँ अब सिरानी ल्याउन जान्छ। त्यति बेलासम्म चाहिँ म तपाईँहरूले हामीले के ल्याछौँ त्यो चाहिँ देखाउँछु। गाइज यो हामी दुईवटा चाउचाउ छ हामी दुईजनालाई खानालाई। यो चाहिँ दुईवटा चिकन स्टिक छ अनि दुईवटा बिस्कुट छ अनि माघे सङ्क्रान्तिमा हालेको चाहिँ सेलहरू छन् दुईवटा। हामी यति खाएपछि हामीलाई खाना पुगिहाल्छ। अनि चार्ज भ्याइन सक्छ मोबाइल त दुईवटा छन् तैपनि हाम्रो चार्ज भ्याइन सक्छ। त्यही भएर हामीसँग छ पावर ब्याङ्कले चार्ज लगाउनको लागि छ हामीसँग डाटा केबल। भाइको चाहिँ स्मार्ट वाचको चाहिँ यो चार्जर। यो चाहिँ खाली भयो गाइज। हामीलाई खानेकुराहरू चाहिँ यो अनि एउटा यो ब्ल्याङ्केट ओढ्नको लागि अनि यो चाहिँ ओछ्याएको छ। गाइज आजको भिडियो बब्बाल हुनेवाला छ। हामी यो गोठमा के बिताउन सक्छौँ कि नै हामी यो बिताउन, त्यसको लागि तपाईँहरूले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर गाइज सपोर्ट गर्नु होला। ल गाइज भाइले चाहिँ सिरानी लिएर आइसक्यो। सिरानीसित स्पिकर पनि लिएर आएको छ भाइ। फेरि भाइले चाहिँ के बिर्सेछ भन्दाखेरि पानी ल्याउनै बिर्सेछौँ हामीले। यत्रो रात कटाउनलाई पानी त खानु पर्यो। भाइ चाहिँ पानी ल्याउन गएको छ। हामी पानी ल्याएर त्यसपछि हाम्रो जब राति हुन्छ हाम्रो च्यालेन्ज स्टार्ट हुन्छ। ल गाइज भाइले चाहिँ पानी लिएर आइसक्यो। खोइ त ल्या त देखाउँ। ल गाइज यहाँ भाइले पानी लिएर पनि आइसक्यो है। पानी मात्रै ल्यायो भनेको त गिलास पनि ल्याइहालेछ। टक्क दुई भाइ बसेर रक्सी खानुपर्छ चन्ना आज। ल गाइज हाम्रो जब राति हुन्छ च्यालेन्ज स्टार्ट हुन्छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है त। ल गाइज हामी चाहिँ टक्क बसिरहेको थियौँ गोठमा। मम्मी ट्याक्कै हेर्न आउनुभयो। बिताउन सक्छौँ मम्मी हामी यहाँ एक रात। गाली गर कहिले। यहाँ सागर यता छ। बिताउन सक्छ सागर मजाले। ल गाइज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। अब रात हुन थोरै बाँकी छ, त्यसपछि स्टार्ट हुन्छ हाम्रो च्यालेन्ज। ल गाइज फाइनल्ली राति भइसकेको छ। हेर्न सक्नुहुन्छ। अब हाम्रो च्यालेन्ज चाहिँ स्टार्ट हुन्छ। हाम्रो च्यालेन्ज स्टार्ट भइसकेको छ गाइज। हामी चाहिँ रातभरि यतै बस्छौँ, यतै खान्छौँ, यतै सुत्छौँ है। ल गाइज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। ल हामी हाम्रो कोठातिर जान्छौँ। ल गाइज हामी चाहिँ अहिले सुत्दैनौँ, त्यतिकै टक्क बस्छौँ है। मेरो चाहिँ एउटा
भिडियो एडिट गर्नु छ त्यो मजाले एडिट गर्छु अनि एकछिन पछि चाहिँ हाम्रो खाना के ल्याछौँ त्यो खानासाना खान्छौँ हाम्रो स्पिकर छ रातभरि रमाइलो गर्छौँ है गाइज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला ल गाइज मैले चाहिँ भिडियो एडिट गरेर भ्याइसकेँ होइन रमाइलो चाहिँ बोर्डमा अलि धेरै नै भइरहेछ अलि भाइको चाहिँ जोस मरे जस्तो छ होइन यो बिताउन सक्दैन जस्तो छ यदि बिताउन सकेन भने म चाहिँ घर पठाउँछु यसलाई भोक लाग्यो अरे त्यही भएर हामी चाउचाउ खान्छौँ फर्स्टमा ल गाइज हामी चाउचाउ खान्छौँ भोक लाग्यो छेन्दो ढेल पोल्ने होला राति चाक पोल्ने बनाउने म त पादियो अंकल गाइज यसले पालेको छ तपाईँले आवाज सुन्यो कि नै कमेन्ट गर्नु होला है मेरो आवाज सुनिए नै पार्नुपर्छ गाइज स्वास्थ्यको लागि राम्रो हुन्छ है नेचुरल्ली पिरो भयो त लास्टै जा पानी हाल्दिउँ यो हाल ठर्रा छौ सर हाल्न ओने एकै पनि भिज्यो क्या गर्ने च्यालेन्ज आउट होला गाइज यो मान्छे त च्यालेन्ज आउट गर्ने जस्तो छ यति आउट गरेर पनि केही छैन म एक्लै बिताउँछु यो गोडमा यसै घर पठाइदिन्छु मान्छे सासी छ जे होस् गाइज तर एउटा कुरा के गोडमा बसेर खानुको मजै बेग्लै ल यति मजा आउँदो रहेछ कि गोडमा गाइज होइन साह्रै मजा आइरहेछ गोडमा बसेर चट्ट ओछ्यान सोच्यान लगाएछ है चाउचाउ खाइरहेछौँ अब गाइज बस्न त मजा आइरहेछ त्यो निन्द्रा पो लाग्छ कि नै निन्द्रा लाग्छ कि नै त्यो पनि हेरौँ गाइज हामी यो पिरो चाउचाउ खान्छौँ त्यसपछि हामी त्यो खाना एकदम पानी नखाने च्यालेन्ज गर्छौँ है त गाइज कसले जित्दो रहेछ मेरो ऊ हेर्ने मेरो सुबेर नो रिएक्सन स्माइल रिएक्सन गाइज सुप यति धेरै छियो कि है पानी नखाने है पानी नखाने गाइज कसले जित्दो रहेछ म त हार मान्नेवाला छैन गाइज म सुतिहाल्छु यतिकै म के बोलेन अझै खान्छु साह्रै पिरो छ गाइज यसले त अझै खान्छु भनिरहेको छ मेरो चाहिँ लास्टमा थियो गाइज त्यही भएर धेरै पिरो थियो त्यही भएर यसले चाहिँ माथि माथिको खान्छ यसको चाहिँ सबै बाँकी नै छ चाउचाउ गाइज मैले चाहिँ हार माने ल सागरले जित्यो ल गाइज सागरले जित्यो अब चाहिँ हामी स्पिकर बजाउँछौँ स्पिकर बजाएर एकछिन रमाइलो गर्छौँ है अब स्पिकर बजाएर अब रमाइलो गरेको देखाउनुहुन्थ्यो कपिराइटहरू आउनुसक्छ त्यही भएर चाहिँ गाइज हामी चाहिँ पछि भेट्छौँ ल गाइज पिरो लास्टै भयो है पानी जति खाँदा पनि पिरो कमै भयो होइन त्यही भएर हामी चाहिँ बिस्कुट खान लाग्छौँ यसले अलिक कम गर्छ कि भन्ने लागिरहेछ ल गाइज त्यति बस्न त साह्रै चिसो भयो है त्यही भएर हामी ढल्छौँ तर पुरै निदाउँदैनौँ हामी चाहिँ तपाईँहरूले अपडेट दिँदै जानेछौँ के हुन्छ है मजाले टक्क हामी फिल्म भिडियो के हुन्छ त्यो हेर्छौँ अथवा मेरो भिडियोहरू एडिट गर्न बाँकी होला त्यो भिडियो एडिट गर्छु हामी त्यही हो गाइज गोडमा चाहिँ मजा चाहिँ आउने रहेछ है अलिअलि कपडा ल्याए हुने रहेछ
चिसो चाहिँ हुने जस्तो छ गाइज एउटै पातलो छ है हामी बस्ने चाहिँ लेकतिर हो माथि लेकतिर हो धेरै चिसो हुन्छ गाइज होइन त्यही भएर दुईटा ल्याएको भयो भने रहेछ एउटै ल्याछौँ त्यही पनि केही छैन हामी जसरी तसरी च्यालेन्ज कम्प्लिट गर्छौँ गाइज निन्द्रै लागेन है टोपी पनि भाङ्गे भएको छ निन्द्रै लागिरहेन पाडे मात्र लागिरह गाइज होइन ल सागर चाहिँ मस्त सुतिरह अब चाहिँ हामी चिकन स्टिक खानु पर्यो गाइज होइन ल निन्द्रै लागिरहेन क्या गाइज ल गाइज ए नाइ त ल निन्द्रै लाग्दैन त्यही भएर अब हामी चिकन स्टिक खान्छौँ त्यसपछि अब त रमाइलो गर्ने हो गाइज निन्द्रै लाग्दैन है रमाइलो गर्नुपर्छ अब ल गाइज हामीले त्यो खाएर सकिहाल्यौँ पिसाबले चाहिँ मलाई साह्रै च्यापिरहेको छ है ज्यापो गर ल गाइज पिसाबले चाहिँ साह्रै च्यापिरहेको छ अब बाहिर जान मिल्दैन च्यालेन्ज आउट हुन्छ ल गाइज त्यसैले चाहिँ म पिसाब यहीँ हानिदिन्छु पिसाब गरेपछि भेटौँला है त गाइज ल गाइज चिसो साह्रै हुनेवाला छ है सुत्नु सकिन्छ कि नै त्यो पनि थाहा छैन अघिसम्म त एनर्जीमा थिएँ टक्क सकिन्छ भनिरहेको थिएँ है यो केटो चाहिँ सुतिहाल्यो अब सकिन्छ कि नै सुत्नु अब सुत्छौँ गाइज हामी अब सिधै भोलि बिहान भेट्छौँ ल हस् त बाइ गाइज ल गाइज हामी चाहिँ ओछ्यानभित्र है ल चिसो हुने रहेछ क्या चिसो चाहिँ लास्टै भयङ्कर हुनेवाला छ गाइज जे भए पनि लेक हो नि त ल यहाँ हामी पनि त्यही पनि चिसो खपिहाल्छौँ हामी लेकमा बसेको मान्छे के काम यति चिसो त खप्न सकिहाल्छौँ होइन ल गाइज त्यही हो हामी बस्न सक्छौँ होला मलाई लाग्छ जहाँसम्म है ल भोलि हामी अपडेट दिन्छौँ तपाईँहरूलाई सक्छौँ होला सायद है मलाई त लागिरहेछ सक्छौँ कि नै अब थाहा पाउनलाई तपाईँहरूले भिडियो अन्तिमसम्म हेर्नै पर्यो त्यही भएर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला अनि भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब चाहिँ अवश्य गर्नु होला है त गाइज रातिको 12 बजिसक्यो तर पनि निन्द्रा भने खासै लागेको छैन है गाइज यो गोठमा निदाउनु भने गाह्रै छ यो गोठमा च्यालेन्ज गर्नु भनेको गाह्रै चिज रहेछ है 12 बजिसक्दा पनि निन्द्रै लाग्यो होइन है ठिक छ अब आजको रात चाहिँ जसो तसो बिताउनु पर्ला चिसो पनि भइरहेछ है तै पनि ठिक छ हामी कम्प्लिट गर्छौँ यो च्यालेन्ज ल गाइज अब चाहिँ निदाउने कोसिस गर्छौँ जसो तसो भोलि बिहान भेट्छौँ गाइज ल गाइज गुड मर्निङ गाइज बिहानको 7 बजिसक्यो गाइज बाहिर उज्यालो भइसक्यो होला होइन अब हामी घरतिर जान्छौँ हामीले यो च्यालेन्ज जस्तो तसो पुरा गऱ्यौँ म चाहिँ मेरो भाइलाई उठाल्छु सागर गाइज उज्यालो भइसकेको छ हामी ल अब चाहिँ हाम्रो च्यालेन्ज पुरा भइसकेको छ हामी चाहिँ घर जान लाग्छौँ ल गाइज फाइनल्ली हामीले हाम्रो च्यालेन्ज पुरा गरिसकेका छौँ हामी चाहिँ यो बोटमा पुरै रात बसिसकेका छौँ तपाईँहरूलाई भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नु होला हामी चाहिँ यस्तै इन्ट्रेस्टिङ भिडियो लिएर फेरि नै भेट्नेछौँ त्यति बेलासम्मको लागि बाई बाई टाटा एन्ड टेक केयर